नमस्ते। आज हामीसँग हुनुहुन्छ ज्ञानेन्द्र शाही, भ्रष्टाचार विरुद्ध अभियन्ता हुनुहुन्छ। उहाँले खास गरेर यो भ्रष्टाचार सम्बन्धमा विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रमहरू जगाउनुहुन्छ। आज हामी उहाँसँग विशेष गरेर यो अभियानको विषयमा केन्द्रित भएर कुराकानी गर्छौँ। ज्ञानेन्द्रजी स्वागत। धन्यवाद। अहिले के छ तपाईहरूको अभियानको? अभियान अब देशभरि चलिरहेको छ। हिमालको सगरमाथादेखि तराईको मधेसका फाँटफाँटसम्म र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अहिले अभियानहरू चलिरहेको छ। यो अभियानले नागरिकलाई सशक्त बनाएर एउटा राष्ट्र शक्ति निर्माण गर्दैछ, जुन शक्ति अब मुलुकको सिङ्गो व्यवस्था मात्र होइन, व्यक्ति, व्यवस्था, विचार सबै कुरा परिवर्तन गरेर मुलुकलाई सुन्दर शान्त मुलुक बनाउने एउटा अहम भूमिका खेल्नेवाला छ। व्यवस्था त ठिकै छ नि त, अहिले जुन व्यवस्था छ सङ्घीय व्यवस्था, त्यसपछि सङ्घीय गणतान्त्रिक छ, त्यो व्यवस्था त ठिकै मान्नुपर्छ नि हामीले। होइन, यो गणतन्त्र चाहिँ यसलाई भन्न मिल्दैन। गणतन्त्र भएपछि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ, किनभने जनताले नै भोट हाल्नु पर्यो नि। अर्थात् देशको कुनै कार्यकारी, मानव मुख्यमन्त्री पनि छ भने जनताबाट भोट हालेर आउनु पर्यो। तर यहाँ कस्तो भइदियो भने विगत 30 वर्षदेखि संसदीय व्यवस्था छ। यो कस्तो व्यवस्था भनेपछि खिचातानी, जो अहिले खिचातानी जो एउटा नाटक भइराखेको छ, देश पुरै अन्यलमा छ। सिङ्गो विश्वका अन्य मुलुकहरू कोभिड पछाडि कसरी त्यसलाई रिकभरी गरेर अर्थतन्त्रमा उदाउने, कसरी नागरिकलाई सेवा र सुविधा दिने, कसरी नागरिकलाई राहत दिने, कसरी व्यवसायहरूलाई फस्टाउनेतिर सिङ्गो विश्व एउटा व्यस्त भइरहेको बेला हामी नेपाली चाहिँ को प्रधानमन्त्री बन्ने, को प्रधानमन्त्रीबाट हट्ने, कसले कुर्सी तान्ने, कसले कुर्सी फ्याँक्ने, यतातिरका छौँ। नागरिकका दैनिक जीवनका उपभोग्य वस्तुहरूभन्दा हामी धेरै टाढा छौँ। जस्तै नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारका विषयवस्तु कहिल्यै पनि बहसको विषय भन्दैनन्। बरु बहसको विषय के भन्छन्, आज प्रचण्ड प्रधानमन्त्री बन्ने कि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने कि अन्य कोही प्रधानमन्त्री बन्ने, यही व्यवस्थातिर रुमलिँदै आज विगतमा 30 वर्षसम्म यो व्यवस्था थिइसक्यो। 30 वर्षसम्म 30 वटा कुनै एउटा सरकारी काम भएको छैन। एउटा युनिभर्सिटी देखाउनुहोस् 30 वर्षमा बनेको, एउटा सडक देखाउनुहोस्, एउटा विमानस्थल देखाउनुहोस्, एउटा उद्योग कलकारखाना देखाउनुहोस्, कहीँ बनेको छ? आज एउटा प्रधानमन्त्री आयो, त्यसकै झगडा, भोलि अर्को आयो, हुँदैन, अर्को आयो, हुँदा हुँदा जनताले बहुमत दिए। नेकपाको सरकारलाई जनताले बहुमत दिए होइन? त्यो बहुमतको कदर गर्न यिनले सके? काङ्ग्रेसलाई बहुमत दिएको होइन 2031 सालमा, 48 सालमा? हालत त्यही भयो। 51 सालमा फेरि एमालेलाई बहुमत दिएको होइन? हालत त्यही भयो। 62, 63, 64 झन्डै माओवादीलाई पनि त बहुमत दिएको, हालत त्यही भयो। कहिल्यै पनि नसुध्रिने भयो यिनीहरू। त्यसो भए व्यवस्था तपाईँहरू भन्नुहुन्छ नि, कस्तो व्यवस्था चाहियो त? जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहियो। सांसदहरू तपाईँको मन्त्री बन्न नपाउने व्यवस्था चाहियो। यदि कुनै सांसद मन्त्री बन्दछ भने त्यो क्यापासिटीका आधारमा बन्न पर्यो। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो। होइन, त्यो त सुन्नमा अलि राम्रो लाग्छ होला, तर यथार्थमा त त्यो सम्भव छैन। किन सम्भव छैन? यो मोनार्की भएको देशमा जब सिङ्गो राजाले आर्जेको देश हो, यो नेताले आर्जेको देश त होइन। यो नेपाल यदि कसैले बनाएको छ भनेपछि राजा र प्रजा मिलेर बनाएको देश हो भने त्यो राजतन्त्रको अन्त्य गर्नका लागि त सकियो भने यो 2 दिन आएको यो व्यवस्था, जो बेलायतबाट परिचालित व्यवस्था, जो युरोपियन युनियनबाट परिचालित व्यवस्था, त्यसो भए तपाईँहरूको हिसाबमा गणतन्त्र ठिक छैन? यो किसिमको गणतन्त्र ठिक छैन। यो कस्तो चाहियो त? कस्तो गणतन्त्र? कि त राजै ल्याउनु पर्यो तपाईँहरूको हिसाबमा? जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भइदियो भने कार्यकारी हुन्छ, 5 वर्षका लागि फिक्स हुन्छ। उसले चाहेका व्यक्ति, प्रधानमन्त्रीले चाहेका व्यक्ति र कामको आधारमा क्यापासिटी भएका व्यक्ति उसले सरकारमा ल्याउँछ। अर्थात् उसले भनेको मान्ने व्यक्ति ल्याउँछ, जनताबाट जितेर आइसके पछाडि। जस्तै बौद्धिक वर्गहरूलाई ल्याउँछ, जस्तो अमेरिकामा जसरी अहिले भइराखेको छ त्यो ल्याउँछ। हेड अफ द स्टेटमा यदि राजा बस्छ भने आपत्तिको विषय छैन, किनभने जो राष्ट्रपतिको ठाउँमा जो संसदभित्र बस्ने गरेर बस्यो भने के को आपत्तिको विषय छ? आपत्ति त छ नि त। संविधानमा गणतन्त्र भइसक्यो, लेखाइसक्यो, अब देश सङ्घीय गणतान्त्रिक अवस्थामा पुगिसक्यो। अनि यो संविधान भनेको त गीता त होइन नि। के गर्ने? फेरि परिवर्तन गर्ने? के फरक पर्छ? 2/3 सरकार, 2/3 संसदहरूले परिवर्तन गर्दा परिवर्तन गरेर राजाले ल्याउनु पर्यो होइन? जस्तो यो देशको राष्ट्रियता कसले बचाएको छ? मेरो एउटा बुझाइ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आयो भने प्रधानमन्त्रीका रूपमा, हेड अफ द स्टेटमा तपाईँको राजतन्त्र भयो भने, देशमा राजतन्त्र नभनौँ, हेड अफ द स्टेटमा यदि राजा बस्यो भने आपत्तिको विषय मान्नुपर्ने केही पनि छैन, किनकि यो राजाले आर्जिया देश हो। अनि अर्को हाम्रो एउटा इज्जतको कुरा हुन्छ। एकछिन जानुहोस् त, हाम्रो देशको प्रधानमन्त्री या हाम्रो देशको राष्ट्रपति अहिले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्न जानुहोस् त, अनरेबल भन्छ।
राजा गर्न म्याजिस्ट्रेट भन्छ, कति फरक छ। हाम्रो देशको राष्ट्रपति कुनै देशको भ्रमण जाँदाखेरि त्यहाँ कुनै एउटा तपाईँको सडकमा हिँड्ने तपाईँको पाल्तु कुकुर आएको जस्तो सम्मान छैन। तर हाम्रो देशको हिजो राजा जाँदाखेरि त्यहाँको राष्ट्रपति र त्यहाँका देशहरूले छुट्टी दिएका छन्। हाम्रो अन्तर्राष्ट्रिय जगतमा छवि के थियो, आज छवि के छ? नेपाल भन्ने मुलुक छ कि छैन भन्छन्। त्यही बेलायती महारानी एलिजाबेथले राजा महेन्द्रको स्वागतमा 7 दिन छुट्टी दिएको इतिहास छ। तर तिनी एलिजाबेथ आज नेपाल आउन त टाढाको कुरा हो, नेपालको राष्ट्रपतिको एउटा दर्शन भेटसम्म दिँदिनन् भने हाम्रो इज्जत कहाँ गएको छ? त्यही राजा हुन् हिजो अमेरिकन सिनेटमा गएर सम्बोधन गर्ने राजा वीरेन्द्र। त्यही राजा महेन्द्र हुन् युरोप जाँदाखेरि युरोप पुरै छुट्टी मनाइरहेको थियो। र तिनै राजा तपाईँको ज्ञानेन्द्र र वीरेन्द्र हुन् जब भारत भ्रमण जाँदाखेरि भारतमा छुट्टी दिइन्थ्यो र भारतको राष्ट्रपति तपाईँको एयरपोर्टको ढोकामा लिन आइपुग्थ्यो। तर आज हाम्रो देशको राष्ट्रपति जाँदाखेरि एउटा सहसचिव लेभलको एउटा राजदूत आउँछ रिसिभ गर्नलाई। आज कुनै पनि नेपालीलाई, चाहे त्यो कतारमा भाँडा माझ्ने नेपाली किन नहोस्, चाहे त्यो मलेसियामा काम गर्ने मजदुर किन नहोस्, चाहे त्यो अमेरिकातिर डलरै डलर छाप्ने नेपाली किन नहोस्, तर त्यो नेपालीलाई एउटा स्वाभिमानी छ। त्यो स्वाभिमानी भनेको देश र मुलुकको कार्यकारीले गर्ने स्वाभिमानी हुन्छ। तर ती स्वाभिमानी आज गुमेको छ। हजुरलाई एकछिन एयरपोर्टमा गएर जानुहोस् त, नेपाली भएकै कारणले एयरपोर्टमा लाइन लाग्नुपर्छ। एउटा तपाईँलाई उदाहरण दिन्छु। त्यो तपाईँको कुरा नि, यहाँ नारायणका अध्यक्ष, तपाईँको कुरा सुन्नमा अलि राम्रो लाग्ला हैन, के छ आपत्ति? तर मलाई आपत्ति छ के? हैन, यस्तो आपत्ति के हो भने नेपाली कांग्रेस, अहिलेको मधेस केन्द्रित दल वा राष्ट्रिय पार्टी पनि भन्दा हुन्छ, जसपा, त्यसपछि कम्युनिस्ट, यी सबैले स्वीकारेका व्यवस्थाका विरुद्धमा तपाईँ बोल्दै हुनुहुन्छ। के फरक पर्छ? यदि यो देश र मुलुकको हितमा छ भने यी को हुन् र कुन छडिया? जनताहरू उनीको पक्षमा छन्। जनताहरू त हिजो माओवादीका पक्षमा त थिएनन् 52 सालमा। खै पछि भएर राजै फाले त। हिजो राजाका पक्षमा 64 सालमा त कोही पनि थिएन नि त। तर त्यही रापरवाले 27 सीट त ल्याए। जनता र नागरिक भनेको कस्तो हो भने जुन व्यवस्था ठिक छ त्यतातिर मोडिफाइड हुन्छ। मैले यो भनिरहेको होइन, यदि गणतन्त्र हो भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऊ। धार्मिक रूपमा यो देश बस्नु परेन। हामी कति स्वाउ भइरहेछौँ सम्झिनुहोस् त। के छ, बेलायतमा करिब 70% भन्दा कम इसाईहरू छ, तर त्यो देश इसाई राष्ट्र बन्न हुने नि। यो देश 97% वैदिक सनातन छ। यो देशमा वैदिक सनातनको देश नहुने, यो देशमा विश्वकै सबभन्दा ठुलो धर्म, त्यो धर्मका मुख्य मान्छे यो देशमा जन्मेका छन्। माता सीताको नगरी आज म जनकपुर धाममा छु, तर यो जनकपुर धाम र यहाँको माता सीताको नगरीको हालत हेर्नु भएको छ। यहाँ कति हामी टुरिज्म भित्राउन सक्थ्यौँ यदि वैदिक सनातनको देश भइदिए भए। भगवान गौतम बुद्ध जन्मेको देश हो, देवताहरूको भूमि हो, देवभूमि हो यो। गुरु वेदव्यास जस्ता विद्वान जन्मेको भूमि हो र तपाईँको वाल्मीकि जस्ता तपाईँको विद्वानले तपस्या गरेको भूमि हो। भगवान शिव जस्ताले आराधना गरेको भूमि हो यो गौरी शङ्करको भूमि हो, यो मानसरोवरको भूमि हो, यो भूमि तपोभूमि हो, यो देवताहरूको भूमि, गौतम बुद्धको शान्ति भूमि हो। तर आज त्यही हाम्रो पूर्वीय सभ्यता, त्यही हाम्रो धर्म, त्यही हाम्रो संस्कृति, त्यही परम्परालाई मासेर विदेशी सिस्टम ल्याएर मुलुक बन्छ। एउटा अर्को कुरा, हामी धनी बन्ने हो भने टाटा कम्पनीका गाडी बेचेर, हुन्डाई कम्पनीका गाडी बेचेर यो मुलुक धनी बन्दैन। धनी बन्ने भनेको यही देशको धर्म र संस्कृतिलाई देखाएर टुरिज्म भित्राएर र यही देशमा पाइएका जडीबुटीलाई प्रयोग गरेर, यही देशमा पाइएका काठहरूलाई प्रयोग गरेर, यही देशका ढुङ्गा माटो र यही देशको जलस्रोतलाई प्रयोग गरेर देश धनी बन्छ। हामीले कहिले सोच्यौँ? यहाँ भाङ बेच्न पाइँदैन, यहाँ लोकल मदिरा बेच्न पाइँदैन, यहाँ काठ बेच्न पाइँदैन, यहाँ जडीबुटी बेच्न पाइँदैन, त के बेच्ने नेपालीले? अनि नेपालीले एउटा रेस्टुरेन्ट खोलेर देश बन्छ। अनि यो देश जब 97% वैदिक सनातन छन्, अनि हामी डराइरहेका छौँ, हामी आत्तिरहेका छौँ। जबकि विश्वका 122 करोड हिन्दूहरू बस्छन्। त्यो 122 करोडको आराधना केन्द्र जनकपुर धाम, पशुपतिनाथ, मुक्तिनाथ, बारा क्षेत्र छ। 122 करोड, त्यसको 10% पर्यटक आयो भने मुलुक काया पलट हुन्छ। जब विश्वमा 58 करोड बुद्ध धर्मावलम्बी छन्, 58 करोड बुद्ध धर्मावलम्बीको पवित्र स्थल लुम्बिनी नेपाल छ, लुम्बिनीको माटो बेच्न सकिन्छ। एकजना माटोबाट बनेका मूर्तिले खरबौँ रुपियाँ आम्दानी गर्न सक्छ। हामीले कहिले त्यहाँ सोचेका छौँ? हामीलाई त विदेशीवाद चाहिएको छ। धर्मनिरपेक्षता यो देशमा हुँदैन। धर्मनिरपेक्षता अन्त्य हुनुपर्छ। यदि जन्म सङ्ग्रहमा जाने भए जाउँ, हालेर हेरौँ, जनताको लागि शासन गर्ने कि त्यसो भने जनता आउनुपर्ने त सडकमा। धर्मनिरपेक्षता चाहिँदैन, गणतन्त्र चाहिँदैन भने जनताले भोट हाल्यो। खै यिनले भोट लगाएर फालिदिए नि। जब संविधान बन्दै थियो, संविधान बन्दाखेरि जनतामा जाने भने यिनीहरूले एउटा कुरो, तपाईँ पनि पत्रकार हुन्छ, एउटा क्वेसन सोध्नुहोस् यहाँका यी दलाल दलेहरूसँग। म त दलाल दले भन्छु यिनीहरूलाई।
जनता कहाँ जाने भने नाटक गरे, जनता कहाँ गए, जनमत पनि ल्याएर आए। तर त्यो जनमत के आएको थियो धर्मका बारेमा, त्यो जनमत के आएको थियो सङ्घीयताका बारेमा, कहिल्यै त्यो देखाइयो? त्यसो भए सङ्घीयता आवश्यकता तपाईँहरूलाई लाग्दैन? सङ्घीयता कस्तो भनेपछि यो डिसेन्ट्रलाइजेसन आवश्यकता हो, विकेन्द्रीकरण सत्ता आवश्यकता नै हो, तर यो छोटे राजा पाल्ने सङ्घीयताको आवश्यकता होइन। अहिले छोटे राजाहरू हुन्, यी छोटे राजाहरू हुन्। त्यसो भए आज छोटे राजासँग त भेट्नुभयो? आज भेटियो छोटे राजासँग, आज हामीले हिसाब किताब पनि माग्यौँ। जस्तै यहाँ हिसाब किताब माग्यौँ, उहाँ जवाब दिनुहुन्न। हरेक मन्त्रालय के का लागि बस्यो? हामीले त उहाँको बेड पनि चेक गऱ्यौँ, कस्तो खालको बेडमा सुत्नुहुन्छ भनेर, होइन? उहाँले भित्र बेड त देखाउनु भयो, तर 2.5 करोडको गाडी चाहिँ देखाउनु भएन। यो छोटे राजा प्रवृत्ति करिब यहाँ हेर्नुहोस् त। स्वास्थ्य सेवा भनेर यहाँ मुख्यमन्त्री किसान उत्थान आयोजना भनेर 20 करोड रुपियाँ लगिया छ। मुख्यमन्त्री स्वच्छता अभियान भनेर 31 करोड 33 लाख रुपियाँ छ यहाँभन्दा 21 महिना अगाडि। तर आज जनकपुर धाममा फोहोरले डुङ्गुर भरिएको छ। खै बजेट कहाँ गइरहेछन् तपाईँहरूको हिसाबमा? बजेट यस्तो हुन्छ नि, कार्यकर्ता पाल्नुपर्छ, जिन्दाबाद र मुर्दाबाद गर्न पर्यो। अस्ति प्रचण्डका कार्यकर्ताहरू सडकमा देख्नु भएको छ, छरपष्ट बिचरा पैसा हालेर गाडी हालेर, अझ त दिनको एक गाडी पनि पाइँदो रहेछ। म त भन्छु दाजु, तपाईँ हामी जस्ता मान्छे विभिन्न ठाउँमा तपाईँले मुख्यमन्त्रीहरूसँग विभिन्न ठाउँको मुख्यमन्त्रीसँग भेट्नुभयो, ती मुख्यमन्त्री र हाम्रो मुख्यमन्त्रीमा के फरक पाउनु? फरक छ। के छ? हजुरको मुख्यमन्त्री अलि शालीन बोल्नुहुन्छ, एउटा फरक त्यो छ। अनि हजुरको मुख्यमन्त्री अर्थात् हामी सबै नेपालीको भनौँ होइन, प्रदेश नम्बर 2 को मुख्यमन्त्री चाहिँ जिम्मेवारी विहीन चाहिँ देखेँ मैले। किनभने हामीले सोधेको क्वेसन उहाँले दिनुको सट्टा मन्त्रालयमा जाऊ भन्नुहुन्छ, त्यो होइन। बेडसम्मै तपाईँलाई प्रवेश गर्न दिनुभयो? होइन, त्यो त राम्रो पक्षको कुरा हो। उहाँले बेडसम्मै प्रवेश गर्न दिनुभयो, उहाँ राम्रो पक्षको कुरा हो। तर उहाँले जवाफ दिनु भएन। जस्तै हामीले मुख्यमन्त्रीको स्वच्छता अभियान अन्तर्गत 31 करोड रुपियाँ कहाँ गयो भनेर सोधेका थियौँ। त्यसै बेटी बचाऊ बेटी पढाऊ भन्ने अभियानमा आएको पैसा कहाँ गयो भनेका थियौँ। जनस्वास्थ्यका लागि खर्चिएको जनकपुर धामको पैसा कहाँ गयो भनेर सोधेका थियौँ। हामीले त प्रत्येक क्वेसन यी क्वेसनहरू सोधेका थियौँ नि। जस्तो 38 अर्ब 72 करोड 56 लाख 61 हजार रुपियाँ यहाँको बजेट भइरहँदाखेरि, 21 महिना अगाडिको बजेट भइरहँदाखेरि चालु खर्च 19 अर्ब 26 करोड 1,97,000 र पुँजीगत खर्च 19 अर्ब 26 करोड 54 लाख 64 हजार। यही कुरा सबभन्दा ठुलो फरक छ। अन्य प्रदेशमा के छ भने चालु खर्च कम छ, पुँजीगत खर्च ज्यादा छ। तर यो देशमा र यो प्रदेशमा चाहिँ के छ भने चालु खर्च र पुँजीगत खर्च करिब बराबरी अवस्थामा छ। अझ उहाँ भन्नुहुन्छ कर्मचारी छैनन्, तर कर्मचारीले खाने तलब र भत्ता उहाँहरूले ज्यादा बुझ्नु भएको छ। अनि यो मुलुकलाई तपाईँको यसरी बन्धक बनाउन सकिन्छ। अनि फाइदा के? डिसेन्ट्रलाइजेसन चाहिन्छ यो देशमा, विकेन्द्रीकरण सत्ता चाहिन्छ यो देशमा। किन विकेन्द्रीकरण सत्ता चाहिन्छ भने जनताको मागहरू, जनताका सुविधाहरू जुन ठाउँमा त्यही ठाउँमा सुविधा हुनुपर्छ। के छ त एउटा सचिवको नेतृत्वमा या तपाईँको कति राम्रो मोडल छ। जस्तो अहिले स्थानीय सरकार छ, स्थानीय सरकारको प्रमुख र उपप्रमुखलाई भोटर मानेर, प्रमुख र उपप्रमुखलाई भोटर मानेर एकजना मुख्यमन्त्री चुन्दाखेरि के फरक पर्छ? जनताको यत्रो खर्च हुँदैन, यत्रो चुनाव गर्नु परेन, यत्रो सांसद पाल्नु परेन, यस्तो संसद भवन बनाउनु परेन, कम कस्टमा हुन्छ। अनि तपाईँहरूले त व्यवस्थाका जुन अहिलेको मोडालिटी छ नि, सङ्घीयता त्यसपछि संसदीय व्यवस्था, ती सबै व्यवस्था चाहिएन भन्नुहुन्छ? 100% चाहिएन। यो व्यवस्थाले मुलुक परिवर्तन होइन। तपाईँ र हामी एउटा कुरा गरौँ दाजु, हजुर पनि करिब 30 वर्ष गुजार्नु, 30 वर्षमा किन देश परिवर्तन भएन त? क्वेसन त्यही नै रहेछ। हिजो राजाले देश विकास गर्न दिएनन् भने राजाले शासन कहिले पनि हातमा लगेको छैन। 59 सालमा राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिनुभयो। 2046 सालदेखि 2059 सालसम्म त यिनीहरूले नै शासन गरेका छ। 59 सालसम्म, 59बाट 2062 सालदेखि 2077 सालसम्म त यिनीहरूले शासन गरेका छन् भने कहाँनिर देश बिग्रियो त? बिग्रिनुको मुख्य कारण भनेको कहिल्यै पनि, जस्तै हजुरको घर छ, हजुरको घरमा 3-4 जना सदस्यहरू हुनुहुन्छ, ती सदस्यहरूले त्यो घरलाई कसरी बनाउनु होइन। यस्तो भयो कि मुख्यमन्त्रीसँग विभिन्न यस्ता कुराहरूमा विषयमा कुरा हुँदाखेरि उहाँ के भन्नुहुन्छ भने राज्यका विभिन्न निकायहरू छन्, यदि मैले गल्ती गरेको छु भने त्यो राज्यले त दण्डित गर्नु पर्यो नि त। अख्तियार छन्, ती सबै निकायहरू छन्, सुशासनलाई पालन गर्ने विभिन्न निकायहरू छन्, त्यसले पालन गर्नु पर्यो नि त। हामी कसरी विश्वास मानौँ? भ्रष्टाचारी नै अख्तियारका आयुक्त छन्, हामी कसरी विश्वास गरौँ? पार्टीका कार्यकर्ता नै न्यायाधीश छन् यही व्यवस्था अन्तर्गत। त्यही भएर यो व्यवस्थाको खारेज गरौँ भन्छु।
तपाईँले देख्नु भएको छ नि त, तपाईँ हामी सबैले देखेका छौँ, तपाईँ पत्रकार हुनुहुन्छ, हामी सबैले देखेका छौँ। छर्लङ्ग आँखाले देखिन्छ, किन लुकाउनु? हिजो पार्टीको झन्डा बोकेर जिन्दाबाद मुर्दाबाद भनेका सपना प्रधानमन्त्रीहरू आज के छन्? श्रीमान भएर बसेका छन्। हिजो पार्टीका कार्यकर्ता भएका मान्छेहरू आज प्रधान न्यायाधीश भएर रिटायर भएका छन् नि, हामीले देखेका छौँ। हिजो तपाईँको भ्रष्टाचारको केस लागेका मान्छेहरू आज अख्तियारका आयुक्त र प्रमुख आयुक्त भएर बसेका छन्। अख्तियारको आयुक्त भनेको भ्रष्टाचार कम गर्नलाई होइन, भ्रष्टाचारलाई कसरी संरक्षण गर्ने त्यतातिर जान्छन्। स्वयं अख्तियारको पूर्व आयुक्त दिप बस्नेत अहिले जेलमा छ। दिप बस्नेत विश्वमा कहीँ देख्नु भएको छ? जुन भ्रष्टाचार गर्ने निकाय, नियन्त्रण गर्ने निकायको प्रमुखले नै भ्रष्टाचार गरिदिन्छ। प्रहरीले बलात्कार गर्यो भने, प्रहरीले चोरी गर्यो भने, टिचरले बलात्कार गर्यो भने, प्रहरीले चोरी गर्यो, टिचरले बलात्कार गर्यो, अख्तियारको आयुक्तले भ्रष्टाचार गर्यो भने पछाडि त रक्षक के भयो? भत्सक भएन। कसरी मुख्यमन्त्रीजीसँग तपाईँहरूले टाइम लिएर जानुभएको थियो कि यतिकै जानुभयो? होइन, हामीले टाइम लगेका थियौँ, कुराकानी भएको थियो उहाँसँग र प्रदेश प्रमुखज्यूसँग पनि कुराकानी भएको थियो। अनि त्यो अनुसार हामीले टाइम लाग्यौँ, करिब हामी 1-1.5 घन्टा। त्यो जानुको तात्पर्य के थियो? हामीले यही हिसाब किताब माग्नु थियो, पैसा यही 38 अर्ब 72 करोड 56। के भन्नुभयो उहाँले? उहाँलाई त केही थाहै छैन अरे। अब त्यही गैर जिम्मेवारी पनि देखियो। उहाँले एउटा काम चाहिँ के गर्नु भने आफ्नो बेड चाहिँ देखाउनु भयो, कोठा देखाउनु भयो, तर उहाँले अगाडि कोठा हेर्दाखेरि सामान्य छ उहाँको, सामान्य छ उहाँको कोठा सामान्य छ। हामीले सामान्य कुरालाई सामान्य भन्नुपर्छ, त्यति लग्जरियस कोठा छैन। तर उहाँले कोठा र त्यो देखाइसकेपछि 2.5 करोडको अगाडि राखेको गाडी पनि देखाउनु पर्थ्यो, तर त्यो देखाउने चेष्टा चाहिँ गर्नु भएन। प्राडो थियो जहाँ। तपाईँहरू हर हिसाब खोज्दै आउनुभयो यहाँ? हामी खोज्दै आएका छौँ। यहाँ मात्र होइन, हामी प्रत्येक प्रदेशमा पुगेका छौँ। करिब 5वटा प्रदेशमा पुगिसक्यौँ हामी, र प्रत्येक प्रदेशका मुख्यमन्त्री र त्यहाँका केही तालुकदार निकायसँग हामी छलफल गरिरहेका छौँ। यो किनकि जनताको पैसा जनतामा हुनु पर्यो, जनताको इच्छा जनतामा हुनु पर्यो। हामी नागरिकले तिरेको करको पारदर्शिता हुनु पर्यो। मुलुक बन्नलाई नागरिक सचेत हुनुपर्छ, बल्ल मुलुक बन्छ। मुलुक नेताले मात्र बिगारे होइन, मुलुक नागरिकले पनि बिगारे हो। तपाईँ हामी जस्ता नागरिकहरू पनि यसको जिम्मेवार छौँ भन्ने हामीलाई लाग्छ। अनि मुख्यमन्त्रीजीसँग जानुभयो, त्यो हिसाब माग्नुभयो, उहाँले के हिसाब मन्त्रालयसँग माग्नुहोस् भन्नुभयो? अनि उहाँले प्रत्येक के भन्नुहुन्छ भने संस्कृतिको कुरा आयो, संस्कृति मन्त्रीसँग कुराहरू भन्नुहुन्छ। ठिक छ, त्यो कुरा त ठिक भयो, तर मुख्यमन्त्री स्वच्छता अभियान त उहाँकै अन्दरमा हो नि त, त्यो पनि उहाँलाई थाहा छैन। उहाँले एउटा बेटी बचाऊ बेटी पढाऊ भन्ने अभियानमा चाहिँ अलिक राम्रो गर्नुभएको रहेछ भन्ने उहाँले देखाउनु भयो। अब जहिले पनि त्यही हो कि केन्द्रले मलाई काम गर्न दिएन, उहाँले त्यही भन्ने हो। एउटा त कस्तो भइदियो भने कहाँ जाने जनता? अब हजुर भन्नुहुन्छ कि कहाँ जाने, ल भन्नुहोस् त, जनताले न्याय नपाए कहाँ जाने? हरेक नागरिक कन्फ्युजन छ। यस्तो देशमा हामी अहिले शासन गरी बसिराखेका छौँ जहाँ नागरिकता बनाउनका लागि घुस खुवाउनुपर्छ, जहाँ आफूले कर तिर्नका लागि घुस खुवाएर लाएर कर तिर्नुपर्छ। सोच्नुहोस्, अनि मुलुक बन्छ? हामी ठुलो व्याख्यान गर्नै पर्दैन, ठुलो बयान गर्नै पर्दैन। कुनै एउटा काम यहाँ भएन भनेपछि जाने कहाँ? स्थानीय तहमा जाऊ भन्छ, स्थानीय तहले प्रदेशमा जाऊ भन्छ, प्रदेशले केन्द्रमा जाऊ भन्छ, केन्द्रमा गयो भने फेरि यो प्रदेशमा जाऊ भन्छ। यस्तो कन्फ्युजन गर्ने एउटा गीत बनेको थियो कि इन्डियन हिन्दी फिल्मको एउटा, कन्फ्युजन है बोले, कन्फ्युजन है, क्वेश्चन क्या था पता नहीं, आंसर क्या था पता नहीं, क्वेश्चन तो मिला तो साला, आंसर तो मिला तो साला, क्वेश्चन क्या था पता नहीं। अवस्था यही छ। तल जानुस् माथि छ, केन्द्रमा जानुस् प्रदेशमा पर्छ, प्रदेशमा जानुस् स्थानीय तहमा गयो प्रदेशमा गयो केन्द्रमा। जाने कहाँ जान्छ? अन्य के काम गर्ने हो भन्ने कसैलाई ग्यारेन्टी छ? यो त हामीले भोगेको सबभन्दा ठुलो कुरा। अनि यो किसिमको व्यवस्थाले मुलुक परिवर्तन हुन्छ, मुलुक कायापलट हुन्छ भने भाषण गर्दै हिँड्न लाज लाग्दैन, श्रम लाग्दैन? प्रदेश नम्बर 2 का जनतासँग तपाईँहरूको सम्पर्क भयो? जनताहरू असन्तुष्टि छन् अहिलेको व्यवस्था या हाम्रो मुख्यमन्त्री? हाम्रो भोलि नागरिकसँग सवाल जवाफ छ बर्दिवासमा, प्रदेश नम्बर 2 मै छ। त्यहाँका नागरिकहरूसँग हामीले कुराकानी गर्नेछौँ र त्यहाँका नागरिकसँग कुराकानी गरिसके पछाडि प्रदेश नम्बर 2 मा के हो भने सङ्घीयता भन्ने कुरा प्रदेश नम्बर 2 का नागरिकहरूले एउटा पहिचानको विषय हुन सक्छ, तर यो किसिमको सङ्घीयता प्रदेश नम्बर 2 का नागरिकले मागेको चाहिँ होइन। कस्तो संहिता चाहे थियो? उनीहरूलाई डिसेन्ट्रलाइजेसन चाह्यो, मतलब काठमाडौँ जान नपरोस्, केन्द्रमा जान नपरोस्, सबै चिज प्रदेशमा बनोस्। पहिले त छ नि त, धेरै कुरा प्रदेशले दिइसकेको अवस्था छ। छैन नि, कहाँ छ? स्थानीय प्रहरी बनाउन पाइँदैन प्रदेशले, कर्मचारीहरू आफै नियुक्ति गर्न पाउँदैन प्रदेशले। के छ र? नाम मात्रको प्रदेश दिएको छ।
त्यो त मुख्यमन्त्रीजी पनि भन्नुहुन्छ नाम मात्रको प्रदेश छ यो प्रदेशले हामी जनताको विकास गर्न सक्छ। यहाँ मात्र होइन देशैभरिको प्रदेश, देशको प्रदेश भनेको अहिले सेता हात्ती पाल्ने हो। यदि प्रदेश बनाउनु थियो त अधिकार दिनु पर्थ्यो हैन, अधिकार छैन त केका लागि दिएको? झन्डै हामी सामान्य कुरा जाउँ, ठुलो कुरा नजाउँ, कसको पहिचान भयो कसको अनपहिचान भयो। ल पहिला पहिला हामीले खुब नारा जुलुस हुन्थ्यो नि, के हुन्थ्यो, हामी म जुम्लाको मान्छे, म खसारे जुम्लाको एउटा तपाईँको आएर दुर्गमको मान्छे, ए काठमाडौँले विकास गर्न दिएन, दुर्गमको मान्छे ठुलो मान्छे बनेन भनेर नारा जुलुस भएर जुम्लामा 2 जना मान्छे त शहीदै भयो। अनि अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीको छ महेन्द्र बहादुर साई, कालीकोटको बाँदर लड्ने भिरको मुख्यमन्त्री। जस्तै हिजो एउटा कुरा के गरिन्थ्यो भने हाम्रो देश प्रदेशको मान्छे अर्थात् हाम्रो क्षेत्रको मान्छे ठुलो मान्छे बनेन, मन्त्री बनेन, सांसद बनेन, त्यो भएर देश विकास भएन भनेर नारा जुलुस गरिन्थ्यो। अहिले 3 वर्ष भयो कर्णाली प्रदेशको मान्छे विकट क्षेत्रको मान्छे, त्यहाँको विकट क्षेत्रको मान्छे मुख्यमन्त्री बनेन या प्रधानमन्त्री मन्त्री बनेन, त्यो भएर विकास भएन भनेर गाउँमा नारा जुलुस हुन्थ्यो, ढुङ्गामुढा हुन्थ्यो। हुँदा त जुम्लामा त मान्छे पनि भयो। तर आज त्यही प्रदेश कर्णाली प्रदेशको मान्छेको छ महेन्द्र बहादुर साई मुख्यमन्त्री हुनुहुन्छ। तर आज पनि त्यो प्रदेश भ्रष्टाचारमा चुर्लुङ्ग डुबेको छ। बरु पहिला विकास थियो, अहिले अविकसित भएको छ। ठाउँ ठाउँमा भ्रष्टाचारका फाइलहरू मात्रै छ, विकास त भएन। गुरुङको छोरा प्रधानमन्त्री बनेन, हामी गुरुङहरू प्रधानमन्त्री भन्दा मुख्यमन्त्री बन्न पाएन, हामी गुरुङ मुख्यमन्त्री हुनुपर्छ भनेर पृथ्वी सुब्बा गुरुङ भए 4 नम्बरको मुख्यमन्त्री। खै विकास छ? करोडौँका पजेरो चढेका छन्, खर्च मात्रै गरे। सुदूरपश्चिमको विकटको मान्छे मुख्यमन्त्री भएन भने त्रिलोचन भट्ट सुदूरपश्चिमबाट मुख्यमन्त्री भए, खै केही भयो? केही पनि भएन। मधेसको मान्छेहरू मधेसीहरू मुख्यमन्त्री बनेन, हामी ठुलो मान्छे बनेन, त्यो भएर देश विकास भएन भनेर आन्दोलन भयो। खै त अहिले लालबाबु राउत हुनुहुन्छ, तर मुख्यमन्त्री देश विकास भएको छ। जनकपुरमा फोहोरले डुङ गनाउँछ, बाटाहरू ठाउँ ठाउँमा तपाईँको खाल्टा परेको। मैले त एउटा कोही के देखेको छु भने ऊ त्यहाँ माथि बर्दिवासको नजिकै जाने भने जितेन्द्र सोनालको यति ठुलो फोटो छ, सडक निर्माणको पुरा प्रचार गरिएको छ, तर त्यो फोटोको तल मुनि खाल्डा परेका सडक छ। यो अवस्था छ। खै राई मगर लिम्बूको छोरा मुख्यमन्त्री भएन भने प्रदेश नम्बर 1 मा मुख्यमन्त्री बन्नुभयो। दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवाल, जहाँ नेपालको आर्थिक बजेटभन्दा 10 गुणा बढी आर्थिक बजेट छ, त्यो देशको प्रदेशको मुख्यमन्त्री दिल्लीको मुख्यमन्त्री चप्पल लाएर जान्छन् कुनै कार्यक्रममा, बेगेनौ गाडी चढ्छन्। तर हाम्रो त्यो मुख्यमन्त्री दिल्लीको अर्थव्यवस्था आर्थिक बजेटभन्दा झन्डै 0.1% आर्थिक व्यवस्था होला प्रदेशको। एउटा सीए फर्मको बराबर तपाईँको हाम्रो बजेट छ। तर त्यो बजेटको मुख्यमन्त्री प्रत्येक पटक हेलिकप्टर बाहेक केही चढ्दैनन्, मन्त्रीहरू हेलिकप्टर बाहेक केही चढ्दैनन्। राज्यको पुरा खर्च सुन्नमा तपाईँको कुरा त्यही भन्ने भने कि सुन्नमा अलि राम्रो लाग्छ हैन, कि त त्यहाँ पुगेर आफै गएर त्यहाँ पुगेर त्यो व्यवस्थालाई ठिकठाक गर्नु पर्यो, होइन भने त बाहिर यो नारा जुलुस गरेर मान्छेलाई ओसारेर नारा जुलुस गर्न त सजिलो छ नि। हैन, व्यवस्थामा व्यक्ति मात्र परिवर्तन भएर मुलुक परिवर्तन हुने भएन पहिला। अर्को कुरा व्यवस्था मात्र परिवर्तन भएर मुलुक परिवर्तन हुने होइन, व्यक्ति व्यवस्था दुइटै परिवर्तन हुनुपर्छ। हामीले के भोग्यौँ? 2046 सालमा जो मान्छे मन्त्री थिए 46 सालभन्दा अगाडि, अहिले गणतन्त्रमा तिनै मान्छे मन्त्री छ। त्यही अनुहार, त्यही व्यवहार, त्यही आचरण, त्यही प्रवृत्ति, त्यही नारा जुलुस, त्यही ढुङ्गामुढा, त्यही सडक टायर, के भएर? जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी गरौँ ल, हामी पनि आउँछौँ, तपाईँहरू पनि आउनुहोस्, अरू कुनै नयाँ नागरिक आउँछ जो जनताले विश्वास गर्छ। तलबाट सम्बन्धित निकायका मान्छे राखौँ। यहाँ त के भयो थाहा छ? पार्टीका कार्यकर्ता बनेकै आधारमा मन्त्री बनिहाल्ने, अनि उसको नेताले केही भनिहाल्यो भने अहिलेको जस्तो हालत भइहाल्ने। नेकपाको सरकार 5 वर्षको लागि दिएको थियो, भ्रष्टाचार गरेका थियो नि। प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि यो अहिले लडाको भएको होइन, प्रचण्डलाई प्रधानमन्त्री खानु पर्यो, भाषाहरू केही पनि होइन। अहिले यही लडाको होइन, देशको व्यवस्था कहाँ पुग्यो? जहिले पनि झगडा। बिचरा हामी आफ्नो दैनिक जीवन आधारभूत व्यवस्थाभन्दा धेरै पर छौँ जस्तो लाग्दैन। हाम्रो माग के हो अहिले? सडक हो, हाम्रो माग पानी हो, हाम्रो माग बिजुली हो, हाम्रो माग निःशुल्क शिक्षा हो, हाम्रो माग निःशुल्क स्वास्थ्य हो, हामी नेपाली नागरिकको माग। अनि हाम्रो माग भनेको रोजगारी हो। आज अनइम्प्लोय भएर करिब 82 लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छ। त्यो कहिल्यै बहस भयो संसदमा, कहिल्यै बहस भयो, कहिल्यै आर्थिक नीति आयो, कहिल्यै तपाईँको औद्योगिक नीति आयो, कहिल्यै तपाईँको विदेश नीति बन्यो?
कहीँ सुन्नु भएको छ बसमा जहिले पनि के सुनिन्छ भने झगडा पत्रिकाको फ्रन्ट पेजमा, युट्युबको फ्रन्ट पेजमा, मिडियाको फ्रन्ट पेजमा आज प्रधानमन्त्री प्रचण्ड हुने, आज केपी ओली हुने, आज शेरबहादुर देउवा हुने, आज राजेन्द्र महतो हुने, आज तपाईँको उपेन्द्र यादव हुने। बास यही खिचातानी, यही लडाइँ, यही कुर्सीको लडाइँमा विगत 30। त्यसो भए तपाईँहरू राजनीतिमा आउनुहोस् न त, किन तपाईँहरू आउनुहोस्, परिवर्तन गरिदिनुहोस् राजनीतिलाई। एउटा हामी पनि यो राजनीतिक नै त हो नि। राजनीतिक भनेको पार्टी मात्र खोल्नु त होइन नि, भ्रष्टाचारको विरोध गर्नु नै राजनीतिक हो। यो सिस्टमको खिलाफमा जानु, यो सिस्टमको यो जसरी यो सिस्टम राम्रो कुरालाई एडप्ट गर्ने हो। यो सिस्टमको एक दुईवटा कुरा राम्रो छ, जस्तै डिसेन्ट्रलाइजेसन छ, विकेन्द्रीकरण छ, तर भएन नि। कसरी भयो? यो देश त 3वटा भूभागले बने होइन, हिमाल पहाड तराईको भूभाग। हाम्रो देशको पहिचानै त्यही हो। तर प्रदेशहरू हेर्नुहोस् त, कहीँ तराई मात्रै छ, कहीँ हिमाल मात्रै छ, कहीँ पहाड मात्रै छ। के गरे कोही? अब अहिले त ट्याक्स सिस्टम लागू भएको छैन, अझ विकराल स्थिति आउनेवाला छ। यो संहिताले ल्याउँछ, यो संहिताले ल्याउँछ नि। अब ट्याक्स सिस्टम जस्तो दिल्लीको सामान उत्तर प्रदेशमा आउँदाखेरि जसरी कर लाग्छ नि, त्यसरी अब कर लाग्ने यदि सिस्टम आइदियो भने मानौँ 20 रुपियाँको सामान अबाट आयो, यहाँ जनकपुरको नाकाबाट जनकपुरमा छिर्यो, यो सामान 2 नम्बर प्रदेश काटेर हेटौडा गयो, 20 को सामान त्यहाँ भन्सार आउँदाखेरि 30 पुग्यो, 30 को त्यहाँ 10 रुपियाँ लग्यो भने 40 पुग्यो। हेटौडाबाट त्यो सामान कहाँ गइदियो? मानौँ तपाईँको उता बुटोल गइदियो, अब फेरि 10 लाग्यो, 50 पुग्यो, फेरि उता कर्णालीमा गयो, कति भयो? 60 पुग्यो। 20 रुपियाँको सामान 60 रुपियाँमा किन्नुपर्छ अब जनताले। यसरी कर बढ्छ। त्यसो भए तपाईँहरूको हिसाबमा यो कर या जनतामाथि भार नपर्नुपर्ने एउटै व्यवस्था छ, त्यो हो जनताबाट प्रत्यक्ष निर्वाचित जम्मैको पद्धतिमा जानु पर्यो र यो संहिता, त्यसपछि यो चाहिएन, गणतन्त्र चाहिएन, राजालाई ल्याएर बसाइदिनु पर्यो। होइन, गणतन्त्र भनेको जनताबाट प्रत्यक्ष निर्वाचित भनेकै गणतन्त्र। गणतन्त्र भनेको यो परिभाषा नै होइन। तपाईँ हामीले पढ्यौँ भन्दैमा गणतन्त्र त्यो होइन। यो कहाँको व्यवस्था हो? यो बेलायतमा प्र्याक्टिस भएको व्यवस्था होइन, संसदीय व्यवस्था। राजामाथि बसेका छन् बेलायतमा, तल संसदीय व्यवस्था छ। यहाँ पहिला पनि त्यही थियो, अहिले राजाको ठाउँमा राष्ट्रपति आएन, अरू सबै त्यही होइन। अनि बेलायतमा फिट भएको व्यवस्था यहाँ फिट हुन्छ कसरी सोच्ने? बेलायतमा कट्टु लगाएर हिँड्छन्, के हामी सगरमाथाको बिचमा कट्टु लगाएर हिँड्न सक्छौँ? के हामी तपाईँको आइसकेपछि तराईमा बस्दाखेरि तपाईँको त्यो बेलायतमा लाउने कपडा लगाउन सक्छौँ? विदेशीवाद यो देशमा चाहिएन, नेपालवादको स्थापना हुन जरुरी छ। नेपालको भूगोल, नेपालको माटो, नेपालको जियो पोलिटिक्सलाई एडप्टेसन, मतलब जियो पोलिटिक्सलाई सुहाउँदो किसिमको व्यवस्था नै यो देशको अब परिवर्तनकारी व्यवस्था हो। अनि तपाईँहरू त्यही अभियानमा हिँड्नु भएको? बस यो अभियानमा हामी हिँडिरहेका छौँ। हाम्रो यो अभियान केटाकेटीको खेलौना होइन, यो अभियान यो देशको मुलुकको भविष्य परिवर्तन गर्नका लागि खोलेको अभियान हो। त्यसैका लागि हामी लडिरहेका छौँ, त्यसैका लागि हामी डटिरहेका छौँ। त्यसैले तपाईँमाथि हमला पनि भइरहेको छ? पटक पटक भइरहेछ। त्यो सामान्य लाग्छ हामीलाई, किनभने यो जीवन नै मुलुकका लागि सुम्पिसके पछाडि यो ठुलो कुरा नै लाग्दैन हामीलाई। के फरक पर्छ? एक दिन त मर्नु चाहिँ छ नि, हजुर पनि मर्नुहुन्छ, म पनि मर्छु, अन्य मान्छे पनि मर्छ। हो, ढिलो चाँडो, कोही 20 वर्ष अगाडि मर्ला, कोही 20 वर्ष पछाडि मर्ला, फरक त्यति नै। अनि त्यो मैले आज तपाईँहरूको हेरेँ नि, अनि अस्ति यो हृदयजीसँग, हृदय त्रिपाठीलाई तपाईँले बुझाएका ज्ञापन पत्र, यहाँका मुख्यमन्त्री छौँ, कस्तो लाग्छ भने तपाईँहरूले तत्काल चर्चामा आफूलाई ल्याउन यो अभियान, यस्तो अभियान गर्नुहुन्छ जस्तो मलाई लाग्छ। जनताका समस्यालाई चर्चा भनेर हजुरले यदि बयान गर्नुहुन्छ भने अब मैले बोल्नु केही पनि छैन। जनताका समस्या कहिले पनि चर्चा हुँदैन। उदाहरणका लागि प्रदेश नम्बर 1 मा नै युवराज बास्कोटा भन्ने एकजना नेकपाका केन्द्रीय सदस्य, केपी ओली पक्षका मान्छेले नवीन भण्डारी भन्ने मान्छेको हत्या गरिदिए। उनकी आमाले किटानी जाहेर गर्नुभयो। अब उहाँले किटानी जाहेर गरेपछि हत्या गरिदिए भन्ने आरोप लागेको छ। हत्यारा नै हामीले भन्न सुहाउँदैन। किटानी जाहेरी दिनुभएको छ मोरङ जिल्ला अदालत, मोरङ जिल्ला प्रहरी कार्यालयमा। 3 महिना भइसक्यो त्यसको अनुसन्धान हुँदैन। हामी हिजो गयौँ, विराटनगरको मेयर हामी बसेको होटलमै आउनुभयो, हामीले मेयरलाई राख्यौँ, त्यसपछि हामीले डिआइजी कहाँ पुग्यौँ र त्यो हत्याको केसलाई अनुसन्धान गर्नुहोस्। अब यो कुरा उठाउँदाखेरि चर्चाको पात्र बनिन्छ। जनताको समस्या हो, जनताको समस्या जतिखेर हुन्छ त्यतिखेर गरिन्छ। हामीलाई कुनै बातको खाँचो छैन। हामी मार्क्सवाद लेनिन एउटा कुरा भन्नुहोस् न, जसरी तपाईँले यहाँ जानुभयो नि, आज तपाईँ जानुभयो हाम्रो अहिलेको सचिवालय भनौँ या शक्तिका केन्द्र भनौँ, त्यो जचुकालीको प्राङ्गणमा जानुभयो, मुख्यमन्त्रीसँग भेट्नुभयो। त्यो हिजोसम्म सिंहदरबारमाथि आरोप लाग्थ्यो यसले सुन्दैन हाम्रो समस्या होइन, त्यस कारणले त्यसलाई विकेन्द्रीकरण गरौँ, त्यहाँ यो शक्तिलाई त्यहाँ थन्कायो भनौँ न, एउटा शक्तिलाई त्यहाँबाट ल्याएर त्यहाँ राख्यो। त्यो शक्तिले
त्यहाँ गइसकेपछि तपाईँहरूसँग पक्का जनताको पनि केही कुराकानी होला। कतिको सन्तुष्टि पाउनुभयो त्यो शक्ति केन्द्र जब विकेन्द्रीकरणमा आयो या सिंहदरबार गाउँ गाउँमा आयो, जनताले कस्तो सन्तुष्टि पाउनुभयो तपाईँले? जनता हामीले सिंह चाहिँ आएको पायौँ, दरबार चाहिँ आएको देखेनौँ। दरबार भनेको जनताका समस्या सुन्ने हो र त्यसको समाधान गर्ने हो। सिंह भनेको सिर्फ हत्या र हिंसा गर्ने हो। सिंह चाहिँ आएछ, दरबार आएनछ। किनभने नागरिकका कुनै पनि चिज सम्बोधन हुँदैन। कहाँ छ बाटो? जनकपुर डङडङ गनाइराखेको छ। यहाँका नागरिकले निःशुल्क स्वास्थ्य शिक्षा पाएका छैन। अहिले पनि यहाँका अस्पतालमा जाने भने तपाईँको निजी अस्पतालहरू फस्टाएको छ। सरकारी अस्पतालहरूको प्रत्येक दिन तपाईँको दयनीय अवस्था भएको छ। अनि यति थोरै समयमा हामीले पुरै सङ्घीयताको जुन मूल्याङ्कन गर्दैछौँ नि, त्यो यति थोरै समयमा गर्न मिल्छ र? 30 वर्ष भयो। होइन, सङ्घीयताको कुरा गरेको मैले एउटा कुरो भने सङ्घीयतामा हजुरलाई भने के भन्छ फरक के पर्छ? व्यवस्था एउटा कुरो भने सङ्घीयतामा कसरी विकास हुन्छ? जबकि चालु खर्च नै यो प्रदेशको 19 अर्ब छ। चालु खर्च भनेको कर्मचारीको तलब, मुख्यमन्त्रीको भ्रमण खर्च, मन्त्रीहरूको भ्रमण खर्च 19 अर्ब रुपियाँ छ। यदि मुख्यमन्त्री नभइदिया भए, यिनीहरूको हेलिकप्टर चढ्ने नभइदिया भए, प्राडो चढ्ने नभइदिया भए, यिनीहरूको तलब भत्ता दिनु नपर्दै भइदिया भए 19 अर्ब रुपियाँ त विकासमा खर्च हुन्थ्यो नि त। झन्डै अहिले यो सङ्घीयताले 1 वर्षमा कति खर्च गर्यो? 1 खर्ब 12 अर्ब खर्च गर्यो। यदि 1 खर्ब 12 अर्बमा 1 अर्बको एउटा 100 बेडको एउटा अस्पताल बन्छ। यदि त्यस्ता अस्पतालहरू बनाउन खोजियो भने देशमा 112वटा सरकारी अस्पताल बन्थे जहाँ नागरिकले निःशुल्क स्वास्थ्य पाउँथे। यो सङ्घीयता भनेको सेतो हात्ती हो। हस्, धन्यवाद। हस्, धन्यवाद।